नमस्ते हो नेताज्यू, सन्चै हुनुहुन्छ? अब सत्ता पल्टिहाल्यो, जहिले चिया खाने, पत्रिका हेर्ने, यसरी कहाँ चल्छ हो जिन्दगी नेताज्यू? पहिला पो तपाईँ सत्तामा थियो, यसो नुन पानी दिन्थ्यो, घुमेर खाना पुग्थ्यो। अब के गर्ने हो नेताज्यू, सोच्नु पर्यो। ला तनाव आज। नमस्ते नमस्ते, तिमीलाई घर चलाउनेको चिन्ता छ। आफूलाई भएको घर र इज्जत कसरी बचाउने भन्ने चिन्ता छ। अब बिहान बिहानै आफ्नो नाम छापेको पत्रिका आउँछ कि भनेर तनाव लाग्छ। यति लाख भ्रष्टाचार गरेको अभियोगमा फलाना नेतालाई पक्राउ पुर्जी भनेर आयो भने कुन हालत हुन्छ मेरो, बुझेछ तिमीले? नेताज्यू, धेरै तनाव नलिनुस् के। अब नुन पानी दिन छाडिहाल्नु भयो हजुरले। ठिकै छ, अब नुन पानी नभएपछि अब व्रत बस्दिन्छु। हजुरलाई पक्राउ पुर्जी जारी नहोस्, जेलमा नपरोस् भनेर म चाहिँ तपाईँको लागि व्रत बस्दिन्छु है। हुन्छ नै? बकवास कुरा नगर न, व्रत सत बस्नु पर्दैन। मलाई वकिलको खाँचो पर्छ। वकिलको जोकिल। मैले त सोचेको थियो हाम्रो सत्ता आयो भने अब जिन्दगी बन्छ, तर सत्ता पल्टियो। तपाईँ त आफै जेल जाने तयारीमा गर्दै हुनुहुन्छ। यति धेरै हरेस नखानुस् के। धेरै नबोल न, दिमाग खराब भयो बेलामा। धेरै बोल्यो भने फेरि यो पनि मेरो पार्टनर हो भनेर जेलतिरै तान्न नपरोस्। बुझ्यो नि?